यसको 5 मिनट ट्रेडमिल वक सक्यो डाइनामिक एक्सर्साइज गर्छौँ 5 मिनट एन्ड देन मेन वर्कआउटमा बट ब्याक डेको दिन जहिले नै चाहे लोवर होस् या ब्याक होस् त्यो दिन फर्म रोलिङ गर्छौँ गर्छौँ इट्स लाइक मसाज मसाज मतलब सर्ट टर्म गर्दाखेरि मसलमा ब्लड फ्लो हुन्छ सो वर्कआउटको लागि रेडी हुन्छ एन्ड लास्टमा लङ टर्म गर्दाखेरि स्ट्याटिक स्टेजमा पनि युज गर्छौँ ताकि मसल रिल्याक्स होस् भनेर डाइनामिक स्ट्याटिक यानि वार्म अप एन्ड कुल डाउन दुइटैमा फर्म रोलिङ एड गर्छौँ ब्याक डेको दिन साइडमा ल्याप्सलाई अनि बोथ साइड किन हिजो अस्ति देखिन त ए एन्ड फुल डेमा मेन इन्जुर हुने भनेको लोवर ब्याक हो सो वार्म अपको स्टार्टिङमा सबभन्दा पहिला हामी लोवर ब्याकलाई हिट गर्छौँ यानि वार्म गर्छौँ एन्ड देन त्यस पछाडि ल्याप्स ट्र्याप्स सोल्डर जोइन्ट बाँकी बादमा किन भन्दा मेन इन्जुर के हुन्छ त भन्दा लोवर ब्याक अनि त्यस पछाडि सोल्डर रिस्टहरू भनेको मिनिमल कहिले काहीँ एप्सनल मात्रै हुनसक्छ सो त्यही भएर लोवर ब्याक चाहिँ पहिले वार्म गर्छौँ चाहे लेग डेको दिन होस् या पुल डेको दिन होस् सो त्यसको लागि हाइपर एक्सटेन्सन गर्न सकिन्छ क्याट एन्ड काउ गर्न सकिन्छ एन्ड त्योभन्दा इजिएस्ट वे कोब्रा स्टेजको भर्जन बट फुल्ली एक्सटेन्ड नगरिकन किन भन्दा बडी स्टिफ हुन्छ वर्क गऱ्यौँ अलिअलि त वार्म भएको छ त्यो पनि इट्स कोल्ड जाडो छ नि त त्यही भएर बडी गरम महिनामा जस्तो त्यति फ्लेक्सिबल हुँदैन सो त्यही भएर ओभर स्ट्रेन नदिकन हल्का हल्का गर्दै वार्म गर्छौँ लेट्स गो कसरी भन्दा यसरी एन्ड ग्रेजुअली कहाँसम्म सेफ रहन सकिन्छ त्यतिसम्म जान पाइयो लेट्स गो and river push up it's river
What reverse? It's reverse push-up. तर knee-मा यसले चाहिँ elbow and lats, even glutes पनि स्ट्रेच दिन्छ, यानी वार्म अप गर्छ. सो 10 to 15 रेप या 8 to 10 रेप. मेबी 10 रेप भयो होला. अब जान्छौँ क्याट एन्ड काउ. And last के भन्दो रहेछ, लोअर डेमा गर्दा पनि भयो, ब्याक डेमा गर्दा पनि भयो. वर्ल्ड ग्रेटेस्ट स्ट्रेच इट्स कल्ड. के भन्दो रहेछ भन्दाखेरि वर्ल्ड ग्रेटेस्ट स्ट्रेच भन्दो रहेछ. लास्ट विकदेखि हामीले पनि ट्राई गरिरहेको छौँ. ठिक लाग्यो, राम्रो लाग्यो, यानी इफेक्टिभ लाग्यो. सो ब्याक डेको दिन या लोअर डेको दिन, मतलब ग्लुट डे, ह्यामस्ट्रिङ, क्वाड्स, लेग डे भनेर बुझ्दाखेरि त्यो दिन पनि एड गर्न सक्यो. कसरी भन्दाखेरि रनिङ गर्नलाई यस्तै पोजिसनमा गयो, हात लेगको इक्वल साइडमा अपोजिट ह्यान्ड राख्यो, स्पाइन न्युट्रल, एन्ड अर्को हात चाहिँ एल्बोले लाइक जमिनलाई टच गर्नु खोज्यो यस्तो गर्ने. यसरी गर्दाखेरि लोअर ब्याक फुल्ली स्ट्रेच भइरहेछ. एन्ड लाइक दिस पुरै बडी 6 to 8 रेप. 2 3 4 5 6. अर्को साइड. One, 2, 3, 4, 5, 6. And एउटा कुरा, वर्कआउट गरिसकेपछि या वार्मअप गरिसकेपछि, वर्कआउट गरिसकेपछि प्लेट, बेन्च हामीले त्यहीँ छोडिदिन्छौँ. एन्ड प्लस वार्मअप सकेर म्याट त्यहीँ छोडिदिन्छौँ.
प्लेसमा राख्ने बानी आफूलाई पनि राम्रो प्लस अर्को सेकेन्ड पर्सन जो आउँछ वर्कआउट गर्न उहाँलाई पनि सजिलो लेट्स गो होमवर्क सक्यो एन्ड वर्कआउटमा जानु लेट्स गो